अङ्कलले चाहिँ आज पाइनएप्पल लिएर आउनुभएको अनि आफै काट्छु भनेर त्यो पाइनएप्पलवालासँग सिकेर पनि आउनुभएको अरे। अनि ल त काट्छु भनेर रेडी हुनुभएको, फेरि घरमा राम्रो लाग्ने छुरी पनि थिएन। अनि जस्तो थियो त्यसरी ल काट्छु भनेर भन्नुभएको, 3टा छुरी चेन्ज गर्दा बल्ल बल्ल यसले चाहिँ अलिकति काम गर्यो। अनि अङ्कलले चाहिँ ट्राई गर्दै हुनुहुन्छ, अब यो भित्रको आँखला पनि निकाल्नुपर्ने, अनि सबभन्दा डिफिकल्ट चाहिँ यही हुँदो रहेछ। अब यसलाई चाहिँ पुरा तेर्सो पारी काट्नुपर्ने रहेछ। अनि अङ्कलले चाहिँ बिस्तारै अब यसलाई तेर्सो पारेर काट्न थाल्नु भएको छ। अब काट्दै जाँदाखेरि त बिचरा भुइँकटर पनि के हुनु होइन, इत्रु भएर झन् कुन्ताको इत्रु भुइँकटर झन् इत्रु नै भयो है। अनि अङ्कलले यसरी चाहिँ बिस्तारै तास्दै पुरै गोलो पारेर घुमाउँदै यो आँखला हालेर निकाल्नुभयो। अनि बल्ल बल्ल निकालिसकेपछि मेरो छोरी पनि पुरै खुसी हुँदै थियो कहिले खान पाउँला भनेर, उसलाई पनि एकदम मनपर्ने। अनि अङ्कलले पनि बल्ल बल्ल गरेर यो काटी भ्याउनुभयो। अनि यस्तो भयो। अनि एक साइडको चाहिँ पुरै धेरै छिलिएको भएर अलिकति बिग्रिएको थियो, छुरीले गर्दा अलिकति राम्रो हुन सकेन। तर अन्त्यमा अङ्कलले राम्रोसित काटेर यतिको बनाउनु भयो। अब हेर्नुहोस् साथीहरू, यतिको भएर आयो हाम्रो भुइँ कटर।